हिन्दी वार्ताको यस प्रक्रियामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। आज स्थानीय सिक्किम अकादमी आर्ट ग्यालेरी गान्तोकमा किरण रसाइली अभिनन्दन ग्रन्थ एवं विरासी खरेल स्मृति ग्रन्थको लोकार्पण कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा दीप प्रज्वलनपछि श्री चुनीलाल घिमिरेद्वारा स्वागत भाषण एवं कार्यक्रमको उद्देश्यबारे प्रकाश गरियो। यसैगरी पुस्तक लोकार्पण प्रमुख अतिथि श्री रुद्र पौड्याल, प्रमुख अतिथि र अन्य साहित्यकारहरूले गरेका थिए। लोकार्पित पुस्तकमाथि व्याख्या श्री टिबी छेत्रीले गरे। दुवै पुस्तक विनाशी खरेल स्मृति ग्रन्थ र किरण रसाइली अभिनन्दन ग्रन्थबारे उनले आफ्नो संक्षिप्त टिप्पणी प्रस्तुत गर्दै यो कार्यक्रम आयोजन गर्नु अति नै सान्दर्भिक र असल रहेको जनाए। यसरी नै आफ्नो भाषणमा श्री रसाइलीले आफू बिमार भए तापनि 70 वर्ष पुगेपछि र अहिले उहाँ लगभग 80 वर्षको उमेरमा हुनुहुन्छ र कतिपय कामहरू गर्न नसक्ने अवस्थाको भएकोले दुःख प्रकट गरे पनि उहाँले आफूले गरेको कतिपय कामहरूको मूल्याङ्कन गरिदिएकोमा यो जुन चाहिँ समारोह समिति छन् स्रष्टा सम्वर्धन समाज सङ्घ छ, त्यसप्रति उहाँले आभार व्यक्त गरे। र यस्तै प्रकारले श्री सीपी ढकालले पनि आफ्नो वक्तव्य पेश गरेका थिए भने यस कार्यक्रममा कतिपय कवयित्रीहरूले पनि कविता वाचन गरेका थिए र आफ्नो भाषणमा श्री किरण रसाइलीले आफू यस समारोहप्रति कृतज्ञता ज्ञापन गर्दै आफ्नो मन्तव्य पेश गरेका थिए। प्रस्तुत छ केही झलकहरू सो कार्यक्रमबारे। 70 वर्षमा हेर्दै आएको तर तपाईँहरू यति ज्ञानी जानी यति ज्ञानी साथीभाइहरू आज भेला भएर मलाई जो सम्मान गर्नुभयो त्यसको लागि म केही पनि गर्न सक्दिनँ, किन मेरो हातमा समय पनि छैन। हिजोको दिन मात्रै हो म 79 पुगेँ, अब अर्को वर्ष 80 पुग्छु। 80 भनेपछि सकिगयो नि त्यहाँदेखि त, किनभने हाम्रो वचन पनि लाग्दैन बेसी अनि हाम्रोमा त्यो तपाईँहरूको लागि गर्ने एउटा ल्याकत पनि हुँदैन, हाम्रोमा पावर पनि हुँदैन, हाम्रोमा पोलिटिकल पावर हुँदैन, हाम्रोमा एडमिनिस्ट्रेटिभ पावर हुँदैन, हाम्रोमा फाइनेन्सियल पावर हुँदैन। हामी पावरलेस एउटा त्यसै जिरहेको जन्तु जस्तै हुन जान्छु। मैले एउटा पढ्न पनि छोडिनँ, किनभने तपाईँहरू जतिले पनि लेख्नु भएको छ मैले हेरेँ। म पढ्दै जाँदा मलाई कस्तो भयो भने म्यान टु म्यान भन्छ फुटबलमा, म्यान टु म्यान उहाँसँग बात मारिरहेको जस्तो लाग्यो। विनाशी खरेल स्मृति ग्रन्थ समारोहमा भेला हुनुभएका अति आदरणीय साहित्य र कला प्रेमीहरूमा स्वर्गीय विनाशी खरेलको सम्पूर्ण परिवारको तर्फबाट म मनोज बस्नेत हजुरहरूप्रति अति न्यानो अभिनन्दन। ठिक ठाउँमा ठिक कुरा भएको एकाडेमी भनेको ज्ञानको संस्था भनेर एथेन्सबाट यो चलेर आएको शब्द हो। अनि त्यसमा प्रमुख अतिथिको आसनबाट बोल्दै श्री रुद्र पौड्यालले यस प्रकारको कार्यक्रम राखेकोमा अति हर्षको विषय भएको कुरो जनाए तथा प्रशंसा गरे। दिवंगत र रहेका जीवित। यसरी नै साहित्य अकादमी सिक्किम अकादमीका अध्यक्ष श्री एसआर सुब्बाले सभालाई सम्बोधन गर्दै यस प्रकारको कार्यक्रम राखेकोमा प्रसन्नता जाहेर गरे। चिसो प्लास्टिकको चौकीमा बसेर भए तापनि
श्रोताबिन्दको रूपमा तपाईँहरूको यो सिङ्गो शरीरलाई सो समारोहमा डाक्टर टिबी छेत्रीले दुवै पुस्तकहरूबाट कतिपय कुराहरू उल्लेख गर्दै बताए। स्रष्टा सम्वर्धना समितिका अध्यक्ष श्री चुनीलाल घिमिरेले श्री किरण रसाइली बारे कतिपय घतलाग्दा कुराहरू सभामा उल्लेख गरे। र सङ्गालेर लाग्यो नाटक गराउने होइन अनेक गराउने। अब त्यो धेरैचोटि मैले भने 1967 सालमा प्रथमपल्ट अब त्यो जुनमा गएको मान्छेहरूको बारेमा उहाँले एउटा नाटक लेख्नु भएको थियो, जुनमा मान्छे भनेर है। र अब हामी विनाश्री खरेल स्मृति ग्रन्थको लोकार्पण गर्नेछौँ। यसका लागि म परिवारका सदस्य बिना दिदीका परिवारका सदस्यहरूलाई पनि मञ्चमा आमन्त्रण गर्दछु। सम्पादक प्रतिभा हुनुहुन्छ श्रीमती मीना सुब्बा, रत्नलक्ष्म सुब्बा, शिल्पा राई, मणिका शर्मा, राधा पाण्डे, भक्ति शर्मा अनि जीविका शर्मा। सो समारोहमा विभिन्न लेखकहरूलाई सो अभिनन्दन ग्रन्थमाथि लेख्ने कलमकारहरूलाई पनि अभ्यर्थना जनाइएको थियो। यसका साथै सो समारोहमा कवियत्री लुइस बिस्टरले पनि आफ्नो कविता वाचन गरिन्। कविता छन्द कविता एकदमै मनपर्छ, तर आज म छन्द कविता सुनाउने अवस्थामा छुइनँ। एकदमै स्वर भाँसिरहेको छ होइन। त्यसले एकदम पुरानो लेखेको कविता अलिकति सन्दर्भिक हुन्छ कि भनेर मेरो एउटा नआउनु अब शीर्षकमा लेखेको कविता, धेरै पहिला लेखेको कविता यो सुनाउँदैछु। कहिले हताश बनेर कहिले बतास बनेर, कहिले हताश बनेर कहिले बतास बनेर नआउनु अबदेखि सुसेलीमा गीत गाउँदै, नआउनु मलाई खोज्दै छर्ना र छहराहरूमा, सुनसान गल्लीहरूमा वनको भारी बिसाउने निर्जीव त्यो चौतारीमा। उपस्थित महानुभावहरू र आजका अध्यक्षज्यू सबैमा हार्दिक अभिवादन गर्दै म यो अभिनन्दन पत्र पठन गर्न लागिरहेकी छु। सिक्किम अकादमी एवं स्रष्टा सम्वर्धना समिति गान्तोक सिक्किम। मौनतामा रमाउनु छ एकान्तले संवाद मिलेको छ, मौनतामा रमाउनु छ एकान्तले संवाद मिलेको छ। स्रष्टा सम्वर्धना समितिले आयोजन गरेको सो सभालाई समारोहलाई श्रीमती उषा शर्माले उद्घोषणा सञ्चालन गरेकी थिइन् र सो कार्यक्रममा प्रमुख अतिथिगणले सो कार्यक्रमको सराहना गर्दै आफ्नो वक्तव्यमा सबैले यस प्रकारको कार्यक्रम गर्नु समयमा नै स्रष्टालाई चिन्नु अति उत्तम विषय हो भन्ने जनाए र अन्तमा धन्यवाद ज्ञापन श्री विमल क्याप्लेद्वारा दिएपछि सो कार्यक्रमको समापन भएको।